मेरो परिचय दिन चाहन्छु। मलाई आज यसरी परिचय दिएर सबैको आज्ञा आएको छु। अब हामी परिचयको कार्यक्रमलाई परिचयको कार्यक्रमलाई सिकाउँछौँ। यहाँ सिकाउँछौँ। अब हामी तपाईँको लागि मन्तव्यको लागि कृष्ण राईज्यूलाई बोलाउँदछौँ। धन्यवाद रूपभाषाज्यू, यस कार्यक्रमको अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, सल्लाहकारज्यूहरू र विभिन्न सङ्घ-संस्थाबाट पाल्नु भएको अध्यक्षज्यूका प्रतिनिधिज्यूहरू लगायत यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म कृष्णको तर्फबाट हार्दिक ज्ञान अभिवादन व्यक्त गर्दछु। म तपाईँहरूलाई मेरो मन्तव्य भन्न चाहन्छु। मेरो मन्तव्यको शीर्षक रहेको छ नेपाल। म नेपाली हो। मलाई मेरो देशको धेरै माया लाग्छ। मेरो देश नेपाल एसिया महादेशमा रहेको सानो अनि विश्वकै सबैभन्दा सुन्दर राष्ट्र हो। यहाँ हरिया पातहरू, नदी नालाहरू छन् र विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि मेरै देशमा पर्छ। यहाँ अन्य 100 भन्दा धेरै भाषाहरू बोलिन्छ। मेरो देशमा विभिन्न प्रकारका फुलहरू पाइन्छ, त्यसैले मेरो देशलाई एउटा सुन्दर फुलको माला पनि भनिन्छ। गौतम बुद्धको जन्मस्थान लुम्बिनी पनि मेरै देशमा पर्छ। र यति भन्दै मेरो मन्तव्य दिन चाहन्छु। धन्यवाद। धन्यवाद कृष्ण राईज्यू। अर्को पालि आउँदा चाहिँ राम्रो गरी आउनुहोस्। त्यसै गरी मन्तव्यको लागि म प्रतिक्रिया बनाउन चाहन्छु। धन्यवाद उद्योजकज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, सल्लाहकारज्यूहरू, विभिन्न सङ्घ-संस्थाबाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू लगायत यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा म दिव्यको तर्फबाट हार्दिक ज्ञान अभिवादन व्यक्त गर्दछु र म मेरो मन्तव्य दिन चाहन्छु। मेरो मन्तव्य यही कार्यक्रमको बारेमा रहेको छ। म यो कार्यक्रममा सधैँ आइरहन्थेँ, तर केही समस्याले गर्दा नआएको हुनाले आज धेरै दिन वा धेरै हप्ता पछाडि आइरहेको छु र हामीले सधैँ यो कार्यक्रममा आइराख्नु पर्छ। यो कार्यक्रममा हामी आयौँ भने विभिन्न शिक्षा र सिपहरू सिक्न सक्छौँ। यो कार्यक्रममा आउने भनेको हामीले हल्ला गरेर त्यत्तिकै साथीहरूसँग बोलेर मात्रै जाने होइन। यहाँ आएर हामीले अरूले गरिरहेको भाषणलाई सुन्नुपर्छ र बुझेर पनि हामीले त्यही गरी हामीले बोल्न सिक्नुपर्छ। र यो कार्यक्रम हामी जतिसुकै पैसा दिएर पनि सिक्छु भन्ने सोच हामीले कहिले पनि राख्नु हुँदैन। यो कार्यक्रम हामीले जतिसुकै पैसा दिएर पनि सिक्न सक्दैनौँ र यो कार्यक्रम हाम्रो बाजे हजुरले हामीलाई सिकाइराख्नु भएको छ। हामीले राम्रोसँगले सिक्ने हो। यो कार्यक्रमबाट हामीले आफ्नो आमा बुवाको महत्त्व अनि मोबाइलको फाइदा र बेफाइदा जस्तै आदि कुराहरू सिक्न सक्छौँ। त्यसैले हामी यो कार्यक्रममा शनिबारको दिन जहिले आइराख्नुपर्छ र हाम्रो अलिकति समय यो कार्यक्रमलाई दिएर मजाले बुझेर जानुपर्छ। र यति भन्दै म मेरो मन्तव्य यहीँ टोकाउन चाहन्छु। धन्यवाद। धन्यवाद दिव्या दिदी। त्यसै गरी मन्तव्यको लागि म देविका पौडेललाई बोलाउन चाहन्छु। धन्यवाद उद्घोषकज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, विशेष अतिथिज्यू, विभिन्न सङ्घ-संस्थाबाट पालना गर्नुभएका प्रतिनिधिहरूज्यू, म देविका पौडेलको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु। म हजुरहरूलाई मेरो सानो मन्तव्य भन्न चाहन्छु। मेरो मन्तव्यको शीर्षक रहेको छ मोबाइल फोन। मोबाइल फोन वैज्ञानिकहरूले बनाएको हुन्। मोबाइल फोन पहिला थिएन। पहिला हामीलाई धेरै गाह्रो हुन्थ्यो। पहिला हामीलाई कोहीसँग बोल्नु मन थियो भने चिठी पठाइने गर्थ्यो। तर अहिले भने मोबाइल फोनमा फेस टु फेस हेरेर बोल्न पनि सकिन्छ। मोबाइल फोनबाट हामीलाई धेरै फाइदा र बेफाइदाहरू छन्। मोबाइल फोनबाट हामीलाई कोहीसँग बोल्नु पर्यो भने बोल्न सकिन्छ। बेफाइदाहरू हामीले मोबाइल फोन धेरै हेऱ्यौँ भने टाउको दुख्ने, घाँटी अरर हुने गर्छ। त्यसैले हामीले सानो बच्चाहरूले त मोबाइल फोन हेर्ने हुँदैन। त्यसैले म हजुरहरूलाई भन्न चाहन्छु कि मोबाइल फोन कसैले नहेरिदिनु होला। र यति भन्दै म मेरो छोटो मन्तव्य यही टुङ्गाउन चाहन्छु। धन्यवाद। धन्यवाद वेदिका पौडेल। अर्कोचोटि आउँदा चाहिँ राम्ररी गरिनुहोस्। त्यसै गरी मन्तव्यको लागि म एन्जेला पासवानलाई बोलाउन चाहन्छु। धन्यवाद उद्घोषकज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, सल्लाहकारज्यूहरू,
विभिन्न संस्थाबाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, दैसनमा सामेल भएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू लगायत यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म एन्जेला पासवानको तर्फदेखि हार्दिक नानो अभिवादन व्यक्त गर्न चाहन्छु र म मेरो मन्तव्यको तर्फ लाग्दछु। मेरो मन्तव्यको शीर्षक रहेको छ मोबाइल फोन। हामीले आजको समयमा हेर्यो भने मोबाइल फोन तथा इन्टरनेटहरू कति विकसित भइसकेका छन्। यसको कारण के होला? वैज्ञानिकहरूले हामी पहिला मोबाइलहरू पाउँथेन, हाम्रोसँग इन्टरनेटहरू थिएन, तर वैज्ञानिकहरूले खोजगाज गरेर अहिले इन्टरनेट तथा मोबाइलहरू आइरहेको छ जो विश्वमा अहिले प्रचलित छ। हामीले मोबाइलहरू किन चलाउँछौँ होला? यसमा भएको एपहरूले हामीलाई के गर्दछ भन्ने आजको विषयमा मैले बोल्न चाहन्छु। हामीले मोबाइलहरूको फाइदा र बेफाइदाहरूको हामीले धेरै थाहा पाइसकेका छौँ, तर त्यसमा विशेष कुराहरू के छ होला? हामीले मोबाइलहरू पायौँ भने त्यसको फाइदाहरू पनि छन्, जस्तै हामीले मोबाइलबाट शिक्षाहरू हासिल गर्न सक्छौँ। हामीले केही कुराहरू आइरहेको छैन भने हामीले युट्युब तथा गुगलको साधनबाट हामीले त्यसलाई युजहरू गर्न सक्छौँ र मोबाइलले गर्दाखेरि हामी आफ्नो टाढा भएका आफन्त तथा परिवार साथीभाइहरूसँग बोल्न सक्छौँ। यदि हामी पहिलाको जमानामा हेऱ्यौँ भने मोबाइल थिएन, त्यतिखेर मान्छेहरूले चिठीद्वारा एकअर्कालाई सम्बोधन गर्थेन्, तर अहिलेको जमानामा हेऱ्यौँ भने हामीले कति धेरै फेसिलिटीहरू छ। हामीले फेसबुक तथा मेसेन्जर वाट्सएपबाट हामी एकअर्कालाई बोल्न पठाउँछौँ। त्यस्तै गर्दछन् र बेफाइदाहरू भन्नाले हामीले मोबाइलहरू धेरै चलायौँ भने त्यसबाट आएको लाइटहरूले गर्दाखेरि हाम्रो आँखाहरू बिग्रिन सक्छ, हामीले विभिन्न प्रकारको कुराहरूले गर्न सक्छ र आउने दिनहरूमा पनि तपाईँहरू मोबाइललाई धेरै कम प्रयोग गर्नु होला, किनभने यसले गर्दाखेरि तपाईँहरूको दिमागीहरूमा पनि असर पार्दछ। र यति भन्दै म मेरो छोटो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद एन्जेला पासवानज्यू। अर्कोचोटि अझै राम्रो गरेर आउनुहोस्। त्यसै गरी मन्तव्यको लागि म आला प्राइजलाई बोलाउन चाहन्छु। भूषकज्यू, म आज आमा बुबाको केही कुरा भन्न गइरहेको छु। आमा बुबा भन्नुभयो आमाले हामीलाई 9 महिना पेटमा राखेर जन्म दिनुभयो। आमा भनेको जन्मदाता हो। पहिले उहाँलाई धेरै दुःख दिन्थ्यो, अहिले उहाँलाई धेरै दुःख दिनुहुँदैन। आमा बुबाले हामीलाई खानु दिइरहेको छ, पढ्नु दिइरहेको छ, लेख्नु दिइरहेको छ, त्यस कारण आमा बुबालाई धेरै दुःख दिनुहुँदैन। धन्यवाद।